के भएको अहिले जेनजीहरूले छानेर पठाएको त्यो नेताहरूलाई अहिलेको गृहमन्त्रीहरू सबैजना के पुरानाले पनि त्यही रवि लामे छाने लाने खेद्ने नयाँले नि त्यही रवि लामे छाने लाने खेद्ने होइन तिमीहरूको काम छैन तिमीहरूलाई काम गर्न भनेर पठाएको हत्याराले मजाले दसैँको टिका लगाइरहेछ होइन त्यसलाई लगेर थुन्नको साटो रवि लामे छानेको चाहिँ विरोध गरेर बसिरहेछ तिमीहरूलाई त्यही गर्नको लागि पठाएको हो पुरानोले जे गर्यो त्यही गर्नलाई पठाएको हो संसदभरि रवि लामे छानेको खेदो खन्नी 48 मिनट 38 मिनट बोल्न दिने देशमा पनि खालि रवि लामे छानेकै खेदो खन्नी देशको कुरा केही नगर्ने देशमा कहाँ के भइरहेछ देशलाई कसरी परिवर्तन गर्न सकिन्छ देशलाई कसरी रोजगारी दिन सकिन्छ के गरेर हामीले विदेश पलायन भएका मान्छेहरूलाई चाहिँ हामीले आफ्नो सोचेसम्म फर्काउन सकिन्छ त्यो बारेमा मतलब छैन भ्रष्टाचार गर्ने मान्छेलाई ठाउँको ठाउँ कारबाही गर्ने बनाउने त्यो मतलब छैन जो आए नि त्यो जेलभित्र भएको रवि लामे छानेको खेतो खन्यो ऊ त अहिले जेलभित्र छ तिमीहरूलाई खेतो खन्ने जरुरत किन तिमीहरू गरे देखाउ न 6 महिनाको तिमीहरूलाई 6 महिनाको लागि भनेर चाहिँ गृहमन्त्री प्रधानमन्त्री सञ्चार मन्त्री सबै थोक्दैछ होइन काम गर्न जाऊ भनेर देखाउने होइन बसेर काम गर न देखाउन जनतालाई तिमीहरूले जति तिमीहरू जेनजीले जति पनि अहिले चाहिँ एजेन्डा निकालेको छौ त्यो त रवि दाइले निकालेको एजेन्डा हो तिमीहरू आफ्नो एजेन्डा लिएर आऊ तिमीले खुब छानेर पठाएको थियो नि गो ब्याक रवि दाइ फोकस नो रवि दाइ हो यस्तै मान्छेलाई 6 महिनामा खुब देश बन्द रहेछ हेरौँ न 6 महिनामा कतिको देश बन्द रहेछ को जेल जाँदा रहेछन् कोले न्याय पाउँदो रहेछ होइन तिमीहरूले अहिले पठाएर छानेर पठाएका मान्छेले नि त्यही रवि दाइको खेदो खन्ने अरू कुनै काम गर्नेवाला छैन अब सुरु भयो मिडिया सुरु भयो रवि दाइले यो गर्यो रवि दाइले त्यो गर्यो रवि दाइले यो गर्यो रवि दाइले त्यो गर्यो भन्नको साटो बरु सुरुक्क लगाएर प्रमाण देखाओ सजाय ठोकिदियो जति तिर्नुपर्छ बरु हामीले रवि दाइले तिर्न नसके हामी उठाएर दिउँला बरु कति तिर्नुपर्छ रवि दाइको कुरा गर्न छोड्दियो काम गर्न थाल अनि जनताको मनमा बस्न सक्छौ त्यसै हो रवि दाइ सबैले रवि दाइ गरेको ठाउँमा गएर घरमा गएर टोलमा गएर चाहिँ जनताको सेवा गरेको भएर रवि दाइ गरेको तिमीहरू त्यो अहिले हामीले रवि दाइलाई 40 लाख साइन गरेछौँ ल कति 5 लाख त विदेशमा होला र 35 लाख मात्रै नेपालको मान्छे उत्रे भने तिमीहरूले के गर्छौ के जति सुके भने रवि दाइको खेतो गरे पुरानोले खेतो खनी बाटोमा गइसके हुँदा नयाँले दरी तिमीहरूले बरु काम गरेर देखाऊ कि रवि दाइको खेतो खन्नको साटो रवि दाइ नै हो भोलि गएर सबैजनाले चाहिँ गो ब्याक रवि दाइ भन्ने मान्छेहरू चाहिँ अहिले देखिचुके होइन तिनीहरूले एउटै स्ट्याटस बनाएर फोकस दिस गो ब्याक रवि दाइ जेलमा हाल्नुपर्छ जेलमा जानुपर्छ जेल गर्नुपर्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्दै त्यो स्ट्याटसहरू हाल्ने त्यो कमेन्टहरू डुलाउने त्यो उसमा चाहिँ टिकटकमा सबै फेक एकाउन्ट एभ्री फेक एकाउन्ट हद्दै भयो 10 देखि 15 वटा होला के मान्छेहरू त्यो अब त्यो झोलेहरू नै होला नि तिनीहरू त कुनै झोलेहरूलाई रिस उठेर त अब जेलबाट निस्किँदाखेरि त त्यत्रो जनता पछि लाग्दा त रिस उठेर गो ब्याक पनि भन्यो होला नि अनि तिमीहरू जेन्जी भाइहरू राजनीति त्यति सजिलो छैन बुझ्नलाई अहिले 2-4 वटा चाहिँ इङ्ग्लिस बुक पढे जस्तो होइन राजनीति बुझ्नलाई बुझ्यौ नि जनताको घरमा जानुपर्छ जनतालाई रिजाउन सक्नुपर्छ जनताको लागि काम गर्न सक्नुपर्छ टिभीमा हुँदा पनि जनताकै लागि काम गरेका हुन् राजनीतिमा आएपछि जनताकै लागि काम गर्छु र यो देशमा मैले केही परिवर्तन ल्याउँछु भनेर चाहिँ यो करप्सनको लागि लड्दाखेरि चाहिँ अहिले जेलमा बसिरहेछ तिमीहरू ठुलो कुरा गर्छौ त्यही एजेन्डा बोकेर जुन एजेन्डा रवि दाइले बोकेको छ त्यही एजेन्डा बोकेर ठुलो कुरा गर्छौ तिमीहरू आफ्नो एजेन्डा बोक तिमीले छानेर पठाएको मन्त्रीले काम के गरेन त्यो हेर त्यो छानेर पठाएको मन्त्रीलाई रवि दाइको विरुद्धमा बोल्न नलगाओ किनभने आवश्यक छैन त्यो ऊ जेलमै छ उसको बारेमा बोलेर बेकार किन समय खर्च गर्ने हो र बरु जनतालाई काम गरेर देखाउन भन जसरी रवि दाइ दुनियाँको मनमा बसेन जनताको मनमा बसेन त्यसरी नै जनताको काम गरेर उनीहरूको मनमा बस्न उस गर भन प्रोत्साहन गर बरु कुरा काट्न भन्दा नभए सकिने दिन निश्चित छ